नमस्ते। मेरो नाम शङ्कर घैरे र आजभन्दा 1 वर्ष अगाडि चाहिँ मैले भक्तपुर लोकन्थलीमा रहेको काठमाडौँ कलेज अफ टेक्नोलोजीमा बिएससी सिएसआइटी थर्ड सेमेस्टरलाई कम्प्युटर आर्किटेक्चर भन्ने सब्जेक्ट पढाएको थिएँ र अहिले चाहिँ मैले बुटोल मणिग्राममा रहेको काठमाडौँ युनिभर्सिटी अन्तर्गत रेडियन कलेजमा फ्याकल्टी मेम्बरको रूपमा काम गरिरहेको छु र मैले योभन्दा अगाडि चाहिँ माइक्रो प्रोसेसर र डिजिटल लोजिक सब्जेक्टको चाहिँ सिलेबस कभर गरेर इम्पोर्टेन्ट टपिक्स तथा आउन सक्ने क्वेसन्सहरूको बारेमा चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ र सोही भिडियो हेरेर चाहिँ केही विद्यार्थीहरूले मलाई थर्ड सेमेस्टरको कम्प्युटर आर्किटेक्चरको सब्जेक्टको पनि इम्पोर्टेन्ट टपिक्स तथा क्वेसनहरूको चाहिँ एउटा भिडियो बनाइदिनु सर भनेर मलाई प्रश्न रूपमा भन्नुभएको थियो र त्यसैले मध्यनजर गरेर चाहिँ मैले आजको भिडियो बनाउन गइरहेको छु र यो कम्प्युटर आर्किटेक्चर भनेको चाहिँ यो डिजिटल लोजिक र माइक्रो प्रोसेसर सब्जेक्टको चाहिँ हाइब्रिड सब्जेक्ट हो है र यसको चाहिँ फुल मार्क्स भनेको 60 + 20 + 20 हो र 60 मार्क्सको चाहिँ हामीले रिटर्न इक्जाम दिनुपर्छ है र यो 20 भनेको चाहिँ इन्टरनल इभ्यालुएसन हो। 20 भनेको पछि प्र्याक्टिकल हुन्छ, हामीले VHDL मा केही प्रोग्रामहरू लेख्न पर्छ है र यो 20 रिटर्न इक्जाममा चाहिँ 24 आए मात्रै पास भइन्छ। अब कसरी 24 ल्याउने, कसरी आर्किटेक्चरमा चाहिँ राम्रो नम्बर ल्याउने भन्दाखेरि अब चाहिँ म यसको सिलेबस तिर जान्छु है र यसमा चाहिँ टोटल 9 वटा युनिटहरू रहेको छ र पहिलो युनिट भनेको चाहिँ युनिट 1 डेटा रिप्रेजेन्टेसन है। यो चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ होइन, एउटा सर्ट क्वेसन चाहिँ सोध्न सक्छ जस्तै डेटा रिप्रेजेन्टेसन, बाइनरी रिप्रेजेन्टेसन होइन, बीसीडी बाइनरी कोडेड डेसिमल, अल्फा न्यूमेरिक रिप्रेजेन्टेसन, यो आस्की र अनि हाम्रो चाहिँ EBCDIC भन्ने छ है, यो फिक्स पोइन्ट रिप्रेजेन्टेसन अनि त्यसपछि हाम्रो फ्लोटिङ पोइन्ट रिप्रेजेन्टेसन है। यो फ्लोटिङ पोइन्ट रिप्रेजेन्टेसन गर्ने वे भनेको चाहिँ प्लस माइनस म्यान्टेसा इन्टु बेसको पावर एक्सपोनेन्ट। त्यसपछि हाम्रो यसमा चाहिँ यो ओभरफ्लो भनेको कस्तो भन्दा हामीले n बिटको नम्बर जोड्दाखेरि चाहिँ n+1 बिटको चाहिँ रिजल्ट आयो भने त्यति बेला चाहिँ ओभरफ्लो हुन्छ है। ओभरफ्लो भनेको एक्स्ट्रा बिट एउटा क्यारी आयो भने त्यसलाई चाहिँ ओभरफ्लो भन्ने। यसलाई डिटेक्सन गर्नको लागि एक्सक्लुजिभ आर्गेटको युज गरिन्छ है। यसमा चाहिँ यो फ्लोटिङ पोइन्ट र अनि त्यसपछि हाम्रो फिक्स पोइन्ट अनि यो ओभरफ्लो डिटेक्सन हेर्नु होला। त्यसपछि अदर बाइनरी कोड्समा चाहिँ ग्रे कोड, यसलाई रिफ्लेक्टिभ कोड पनि भनिन्छ, सेल्फ कम्प्लिमेन्टिङ कोड है, वेटेड कोड। यो एक्सेस 3 कोड भनेको चाहिँ बीसीडी कोडमा चाहिँ 3 जोडियो भने एक्सेस 3 कोड भन्छ है। अनि त्यसपछि हाम्रो यसमा यो इरर डिटेक्सनमा चाहिँ प्यारिटी बिट भनेको एउटा एक्स्ट्रा बिट हो है। हामीले म्यासेज पठाउँदाखेरि एउटा एक्स्ट्रा बिट राखेर चाहिँ म्यासेज पठाइन्छ र दुई किसिमको प्यारिटी हुन्छ, अड प्यारिटी, इभन प्यारिटी भन्ने। र यो प्यारिटी जेनेरेटर र चेकरको सर्किट चाहिँ इम्पोर्टेन्ट छ। यसमा सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ यो प्यारिटी जेनेरेटर र प्यारिटी चेकर भन्ने। त्यसपछि युनिट 2 भनेको चाहिँ रजिस्टर ट्रान्सफर एन्ड माइक्रो अपरेसन्स है। अब हामीले केही अपरेसन पर्फर्म गर्न पर्यो भने डेटालाई चाहिँ रजिस्टरमा राखिन्छ। रजिस्टर भनेको मेमोरी हाइरार्कीको सबैभन्दा टपमा रहेको चाहिँ एउटा मेमोरी टाइप अफ मेमोरी नै हो है। र माइक्रो अपरेसन भनेको के हो भन्दा रजिस्टरमा स्टोर भएको डेटामा हुने अपरेसनलाई चाहिँ माइक्रो अपरेसन्स भनिन्छ। जस्तै माइक्रो अपरेसनको पनि डिफ्रेन्ट टाइप्सहरू हुन्छ। जस्तै यो चाहिँ रजिस्टर ट्रान्सफर ल्याङ्ग्वेज होइन, हामीले एउटा यस्तो ल्याङ्ग्वेज देख्ने जसले गर्दा चाहिँ एउटा रजिस्टरमा स्टोर भएको डेटामा चाहिँ अपरेसन हुन्छ र त्यो अपरेसनलाई चाहिँ यो कन्ट्रोल फङ्सन अथवा मोड कन्ट्रोलले कन्ट्रोल गरेको हुन्छ है। जस्तै अब डिफ्रेन्ट हाम्रो चाहिँ यो चाहिँ हाम्रो के अरे माइक्रो अपरेसन्सको टाइपमा चाहिँ अर्थमेटिक माइक्रो अपरेसन। यसमा चाहिँ हाम्रो एडिसन, सब्ट्र्याक्सन, इन्क्रिमेन्ट, डिक्रिमेन्ट होइन, यो मेन अपरेसन हो। जस्तै बाइनरी एडर भनेको चाहिँ हामीले होइन n बिटको बाइनरी नम्बर जोड्नु पर्यो भने चाहिँ बाइनरी एडरको युज गर्ने। जेनरली चाहिँ 4 बिट बाइनरी एडर चाहिँ यसमा पढिन्छ है। त्यसमा चाहिँ फुल एडरको युज हुन्छ र यसले चाहिँ क्यारीलाई पनि हेन्डल गर्न सक्छ। अनि बाइनरी एडर सब्ट्र्याक्टर भनेको एउटा सर्किट छ जसले चाहिँ एडिसन पनि गर्न सक्छ, सब्ट्र्याक्सन पनि गर्न सक्छ र कम्प्युटर सिस्टममा चाहिँ सब्ट्र्याक्सनको लागि चाहिँ कम्प्लिमेन्ट्सको थ्रुबाट चाहिँ सब्ट्र्याक्सन अपरेसन पर्फर्म हुन्छ है। र यो बाइनरी इन्क्रिमेन्टर होइन, बाइनरी नम्बरलाई चाहिँ बढाउनको लागि चाहिँ बाइनरी इन्क्रिमेन्टरको युज गर्ने हो है। र त्यसपछि हाम्रो चाहिँ के अरे अर्थमेटिक सर्किट, यो चाहिँ सबै अपरेसन पर्फर्म गर्नको लागि एउटा ठुलो अर्थमेटिक सर्किट रहेको छ। लोजिक माइक्रो अपरेसन होइन, लोजिकल अपरेसन पर्फर्म गर्नको लागि लोजिकल एन्ड, लोजिकल अर होइन, लोजिकल नट होइन। त्यसपछि हाम्रो एक्सक्लुजिभ अर अपरेसन पर्फर्म गर्नको लागि चाहिँ लोजिक माइक्रो अपरेसन्स हो र यसको चाहिँ हार्डवेयर इम्प्लिमेन्टेसन यो पनि इम्पोर्टेन्ट छ। एप्लिकेसन्स अफ लोजिक माइक्रो अपरेसन्समा चाहिँ के पर्छ भन्दाखेरि सिलेक्टिभ सेट होइन, सिलेक्टिभ, त्यसपछि हाम्रो चाहिँ के अरे कम्प्लिमेन्ट, त्यसपछि सिलेक्टिभ क्लियर अनि मास्क अपरेसन, इन्सर्ट अपरेसन, यो